एउटा हातले बज्नुपर्ने अचम्मैको ताली रहेछौ, एउटा हातले बज्नुपर्ने अचम्मैको ताली रहेछौ, फूलपाती दियो भेटी मूर्ति बिना खाली रहेछौ, मूर्ति बिना खाली रहेछौ। रगत सबै रित्याएर तिम्रै नाम लेखे पनि बर्खायाममा ओसिएर मक्किएको पाली रहेछौ। 16,000 गोपिनीको कृष्ण मालिक भए जस्तै, सत्ययुगको राम जस्तै कलियुगको जाली रहेछौ, कलियुगको जाली रहेछौ। सबैलाई जय नेपाल। म इन्सपेक्टर चुनिमाया तामाङ। अहिले म पुलिस हेडक्वार्टर नक्सालमा काम गरिरहेको छु। मेरो जन्मस्थान चाहिँ धादिङ गजुरी 7 भनेको माथि पहाडमै पर्छ। प्रहरी सेवामा तपाईँ कसरी आइपुग्नु भयो? म भोलि पुलिस हुन्छु अथवा यो नेपाल पुलिस अर्गनाइजेसनमा एज एन अफिसर म काम गरिरहेको हुनेछु भन्ने मैले कहिले सोचै बनाएको थिएन। म त्यही सोसाइटीमा बिलङ गर्छु जुन सोसाइटीले चाहिँ रेडियो नेपालको चौतारी सुन्छ, शनिबारको दिन गीती नाटक सुन्छ। त्यही गोपाल योन्जन नारायण गोपालको गीतहरू रेडियो नेपालबाट सुनेर अगाडि बढ्छ। 16 वर्षमा छोरीको बिहे हुन्छ र वरिपरि पाठकको घर बिचमा तामाङ। 4-5 क्लासदेखि नै म दाईको किताबहरू पढ्थेँ, मधुपर्क, नवयुवा, अनि त्यसपछि नोभलहरू हुन्थ्यो, म्याक्सिम गोर्की, त्यसपछि मार्क्सहरूको फोटोहरू हुन्थ्यो, त्यति बेला लेनिनका फोटोहरू हुन्थ्यो। म त्यो किताबहरू पढ्थेँ। म त्यही सोसाइटीमा बिलङ गर्छु जुन सोसाइटीले चाहिँ तामाङ परिवारलाई पनि पानी थाप्दाखेरि छोइएला है भनेर भन्नुहुन्थ्यो। मेरो एउटा मात्रै अप्सन थियो, म किताब पढ्थेँ दाईको। तपाईको रुचि साहित्यमा पनि छ? साहित्यमा सायद भए। हजुर, के सुनाउनुहुन्छ त आज हामीलाई? पुलिस प्रोफेसनमा आइसकेपछि चाहिँ तपाईको 10 वर्ष भयो। अहिले धेरै बानी छुटिसक्यो। सानो हरफ गजल कोसिस गर्छु। एउटा हातले बज्नुपर्ने अचम्मैको ताली रहेछौ, एउटा हातले बज्नुपर्ने अचम्मैको ताली रहेछौ, फूलपाती दियो भेटी मूर्ति बिना खाली रहेछौ, मूर्ति बिना खाली रहेछौ। रगत सबै रित्याएर तिम्रै नाम लेखे पनि बर्खायाममा ओसिएर मक्किएको पाली रहेछौ। 16,000 गोपिनीको कृष्ण मालिक भए जस्तै, सत्ययुगको राम जस्तै कलियुगको जाली रहेछौ, कलियुगको जाली रहेछौ। उहाँलाई प्रश्न सोध्न खोज्नु भयो? मेरो नाम अप्सरा ओली, मेरो घर दोलखा। अनि हाम्रो यो जुन प्रहरी पुलिस भनिसकेपछि दिमागमा ठ्याक्कै छोरा मान्छेकै इमेज आउँछ। छोरीलाई पनि अब जस्तो सानामा दाँत हल्लिन्छ, अनि दाँत हल्लिसके छिटो निकाल्न फेरि पछि राम्रो श्रीमान पाउँदैनौँ भन्ने त्यही कुरा चाहिँ फेरि छोरालाई लागु हुँदैन। यहाँहरूलाई चाहिँ यस्तो सोसाइटीमा पनि कसरी चाहिँ के कुराले चाहिँ प्रेरणा दियो? मलाई जसरी पनि रातो पेनले सिग्नेचर गर्ने अफिसर हुनु छ त्यति बुझ्दथेँ म। अरू कुरा थाहा थिएन, तर जागिर खानुपर्छ, सरकारी जागिर। कसले पाउँछ रातो पेनले सिग्नेचर गर्न? अधिकृतले पाउँछ भन्ने थाहा थियो। अनि कतिचोटि गर्नुभयो त अहिले? तर दुर्भाग्य नेपाल प्रहरीमा हरियो पेनले सिग्नेचर गर्न पाउँदो रहेछ, तर रातो पेन कहिले चल्दो रहेछ। महिलाहरू चाहिँ प्रहरी सेवामा हुनु र नहुनुले चाहिँ आम महिलाहरूलाई के फरक पार्छ? फरक पार्छ नि। महिलाको डिलिङ कसले गर्छ त? महिलाको केसको सो अनुभूति भन्ने कुराहरू पुरुषले भन्दा पनि महिलाले गर्न सक्छन् नि। अनि त्यसपछि म कुरा गरेँ, मलाई एकदम अप्ठ्यारो लागिरहेको थियो। अहिले त मलाई युनिफर्म लाए पनि सुहाए जस्तो लाग्छ। मैले कहिले पनि पुरुष साथीहरू भन्दा कमै एक्सर्साइज गरिनँ होला। राइफल बोकेर 9 फिटको वाल पनि हामीले क्रस गऱ्यौँ, मैले क्रस गरेँ। जस्तो पुरुषले गरे त्यस्तै 14 केजी 15 केजी वेटसँग विथ राइफल हामीले एकदम मजाले 15 किलोमिटर 17 किलोमिटर रनिङ गर्नै पर्छ। खालि एउटा कस्तो भने कन्फिडेन्ट र आफूप्रति ट्रस्ट हुन जरुरी छ।